हेलो आज फेरि नमस्ते दाजुभाइ हामी फेरि कति अरे 2 महिनापछि 2 महिनापछि दाइ 2 महिनापछि चाहिँ घुमिँदैछ है फेरि हो के अरे यो ठाउँ यो बक्स पार्क है मीना पार्क भन्ने ठाउँमा मीना पार्क अनि अर्को नाम चाहिँ बक्स पार्क पनि भन्दियो है त्यही भएर आज चाहिँ 2 महिनापछि फेरि हाम्रो दुईजनाको जम्का भेट हैन घुमाइ भने चाहिँ बुका टुरिस्टहरु हैन अब नेक्स्ट टाइम चाहिँ फेरि अर्को प्लान कहाँ गरे हामी जानु पर्ने हाम्रो सोचौँला दाइ तर दुईटा अप्सन छ अहिले फ्ल्यास नगरी हालौं त्यस रमादानले गर्दाखेरि होला कि मान्छे खासै नभएको है हजुर तर ट्रेक्सनमा मान्छे आउँछ कि कतै तर मौसम नि राम्रो छ नि दाइ मौसम चाहिँ सही घुम्नुको लागि चाहिँ एकदमै रमाइलो के है हिजोको जस्तो पनि एकखेप अस्ति हामी गएकोमा जाने बेला भयो कहाँ अरे त्यो अस्ति हामी बोट खेल्नु गएन बोट अस्ति बोट खेल्ने नि उता गएर यो के को यो के अरे पिक्चर है दामी रहेछ त कस्तो आर्ट चाहिँ दामी हो यहाँ फल्स चाहिँ दामी रहेछ है सही बनाएको है हजुर पानी कति राम्रो नि उयो फल्सदेखि माथि जानुपर्ने दिएन यार सेक्युरिटीले यार बुढीहरू चाहिन्छ अरे यार कहाँदेखि ल्याउने यार बुढीहरू फ्यामिली चाहिन्छ अरे भाइ यार हामी जस्तालाई के गर्ने भाइ यार हामी जस्तालाई के गर्ने कहाँबाट खोज्ने हामीले फ्यामिली भाडामा ल्याउनुपर्छ गाह्रो छ यार सही देखिरहेछ है यो बोट पनि सायद खेल्नु पर्ने नि होला माथि सायद पाउँछ होला सायद यो पनि मान्छे त सजो छ त हेरौँ त कति ग्राम छ मान्छे त सरेछ सायद खेल्नैको लागि बनाएको होला यो ट्राफिक पुलिसहरू पनि त रहेछ ल आज लामो समयपछि फेरि दिल दाइसँगको जम्का भेटमा हामी यता मिनापोर्टतिर आइसकेको छौँ होइन अनि जस समय पनि एकदम रमाइलो छ न गर्मी न जाडो है अनि फेरि हिजोको जस्तो धुम्म परेको दिन पनि छैन होइन अनि खास गरी दाइ एकदम भ्यू हेर्नको लागि एकदम सोखिन मान्छे होइन अनि त्यही माथि फेरि आज एकदम के चाँद दाइ दिन में चाँद दिख रहा है दाइ होइन एकदम दाइ यहाँ बुहारीको पनि फोन आयो म उठाउँछु ल होइन नि ठिकै छ हजुर म र दाइ यता मिनापोर्टतिर आएको दाइ र म हजुर ड्युटी 7 बजेबाट हो नि बाबा छुट्टीको दिन चाहिँ यसको रमाइलो गर्न आएको भाइसँग सधैँ नै भाइसँग मात्रै हो यहाँदेखि सही देखिन अस्ति हामी घुम्नु गएको पर त्यो भाइसँग यहाँ यो ठाउँ जुम गरेर देखाइदिन्छु म यो देख्दै गरेको हो यो जग्गामा चाहिँ अस्ति हामी गएको यो जग्गामा नि त्यो बोट चढ्नु गएको हजुर त्यसमा कता ओके गाइज हामी फाइनल्ली इन्ट्री पनि गरिसकेका छौँ होइन दाइको धेरै लामो प्रतीक्षापछि यो एरिया आइपुग्यो हजुर अनि वा कति राम्रो छ है हजुर फ्यामिली मात्रै एलाउ रहेछ कोही आउने अब भने चाहिँ अब सेक्युरिटीसँग रिक्वेस्ट गरेर अब होइन के गरेर आउनु चाहिँ मिल्दो रहेछ न त चाहिँ फ्यामिली मात्रै चाहिने रहेछ नि यहाँ हजुर हामीले पनि सेक्युरिटी पक्रेर होइन रिक्वेस्ट गरेर ढुकेर त्यही कारणले आएको जस अब कसै आयो होला छिर्यो होला तर आज चाहिँ हामी यो प्रकारले छिर्यौँ हजुर यदि तपाईँहरू कोही आउन चाहनुहुन्छ भने होइन विथ फ्यामिली आयो भने चाहिँ राम्रो होइन
एलाउड छ, नत्र भए हामी जस्तो अकेले आउनुभयो भने चाहिँ एकदम गाह्रो छ है। हामीले एकदम रिक्वेस्ट गरेर मात्र अनि भित्र छिर्न पायो, त्यो भएर सबैलाई जानकारी गराउँदछौँ। जस अब के दिने हामीले यार, अब के पनि ल्याइएन यार यत्रो हैन। अहिले त रमजान छ नि त भाइ, रमजान यिनीहरूले पनि रमजान मनाउँछ न, फेस्टिभल हो नि त, मनाउनै पर्छ नि यो त। अनि यिनीहरूले बारेको छ अहिले, यिनीहरूले बारेको त तर ऊ पर्छ ज्यादा छ, पर कम्ती छैन हेर्नु, त्यहाँ यसो निस्केर हामी उता उतै गर्नुपर्छ। हजुर हजुर सही ठाउँ यार, मजाको बनाइदिएको क्या। यो पानी त निकै गाह्रो होला है, यो सिपर आउँछ के हो यहाँ, कम्ती ज्यादा बढ छैन। अब त्यता जाने हामीहरू, कलर पनि सही हालेको यहाँ चाहिँ। अब बेलुका मात्रै खोल्ने रहेछ भने चाहिँ 5 बजीको त मात्रै होला सायद। ओहो हो हो ओइ लु पछाडि गएर मलाई भिडियो बनाइदिएँ म यहाँ, सट्टै भनेको 2-3 वटा। त्यो पानी आँस जस्तै हुन्छ नि, पानी पनि बस्दो रहेछ। बनाउनु चाहिँ सही बनाएको रहेछ यहाँ है। त्यस आइयो, रमाइलो भयो यार आज, भाइसँग आएछ हामी, रमाइलो भइहाल्छ नि होइन। यहाँ चाहिँ पौडी खेल्न जाएको कि हो, मजाको ताल रहेछ त। कहाँनिर? हो त्यहाँ। कस्तो लागिरहेको छ? ओहो हो भाइ यत्रो के भन्ने यार, कस्तो भएको छ नि। यहाँ हामी चाहिँ चराको लागि यो फ्रुट्स निकाल्नु खोजेको, गएर के अरे आलु चिप्स रहेछ 3 रुपियाँमा, त्यो निकालेर दिनु पऱ्यो। केही लिएर आइएन नि, ब्रेड सेड लिएर आएको हुन्थ्यो, सबै दोकान बन्द छ। निक्यो के पैसा त बाहिर फ्याँक्दैछ त भाइ, पुरानो नोट भएर होला। निस्केन त, अस्ति मेरो 2 रेल खाइदियो उता के अरे मस्रिपमा। ल झऱ्यो 4:20 कति अरे 4 अरे? हजुर 4:02 4 बजे 2 मिनट गएछ। अब हाम्रो पनि त्यति टाइम छैन, 1 घन्टा टाइम छ। सो घुम्ने भाइको पनि ड्युटी छ 7 बजीबाट। हजुर मेरो चाहिँ छुट्टी जगेर सब्जी बनाउनु पर्ने छ, ठुलो कुरो। पर चाहिँ बढ ज्यादा रहेछ, त्यता गरिदिने बेला भएन। खै हामीले त 4 दिएको त आउनै आउँदैन त हौ। आइज आएन यार। टिप्यो एउटा आइज ओके दाइ ल ल ल ल लगि छ
वाउ रमाइलो भइरहेछ दे भाइ ओए आधी सर्ट छुट्याउँदैन एकैचोटि लान्छ छुट्याएर सानो गरेर छुट्टा सानो गरेर त्यसरी होइन होइसरी बबाल रमाइलो भयो बस दाजुभाइ हामी घुम्दाखेरि चाहिँ नरमाइलो कुनै दिन हुँदैन होइन ल लगे आयो खै आएन त तेरोमा त के भयो कहिले आउने लग्यो सर लग्यो जस रमाइलो भयो उही हाम्रो नेपाल तिनजना बहिनीहरू छ तिनीहरूकोबाट पेटमा आएको यो हामीले चाहिँ त्यो उयो लिएर आएको थियो के अरे यो यहाँबाट निकालेर यो चिप्स आलु चिप्स त्यहाँदेखि यो सकि गयो होइन अनि त्यहाँदेखि फेरि यो बहिनीहरूकोबाट पेटमा आएको उनीहरूकोमा छ रहेछ जस रमाइलो भयो है भाइ आज दाजुभाइ आज रमाइलो भयो जस मजा आयो आज जस प्राणी सेवा पनि गरियो होइन ब्रेड खुवाइयो अझ यति अझ ऊ पर गरिदिने हजुर त्यहाँदेखि चाहिँ लाग्ने अब टक्कै त्यतिखेर 5 पनि बज्छ होला होइन हजुर 5 हामी 5 बजी हिँड्ने भनेको होइन हजुर रुममा जाने बेला चाहिँ ड्युटी सुरु गर्ने तिमीले होइन त रुममा जानुपर्छ रुममा गएर चेन्ज हुनु पर्यो नि हो हो नि त ड्रेसको त कुनै ठेगानै छैन त जेल आउँदा हामी जस्तो सर्ट र प्यान्ट लगाएर कुद्दैन होइन तिनीहरूको फ्यान्सी ड्रेस लगाएर हिँड्दा भयो भयो नि एकैचोटि क्लिक गर्छ रातो दुईजना आउनु परेन त दुईजनै हजुर एक्लै त कहाँ रह्यो एक्लै त मजै आउँदैन नि त हल गरौँ जस्तो हुँदै जोडा अब यो कतार बसिन्छ ल हामी दुई बाइक गरेर खोइ आउँदैन जस्तो लागिरहेछ हो नि त फेरि हाम्रो बानी फेरि साह्रो नराम्रो क्या त जो कोहीसँग घुलमिल हुन नसक्ने होइन अनि जो कोहीसँग घुलमिल हुन नसक्ने भएपछि दुवैजना अकेले होइन अकेले तुम एक दिन चाहिँ बहिनी र बत्तिस पनि लिएर आउनुपर्छ है ल दाइ ल साह्रै भएन यार यो एक्लै लन्टाङ घुम्दा घरि कहाँ छिर्नु दिँदैन यार आज त जुन ढुक्दा खुट्टै पक्रेको यार सेक्युरिटी चाहिँ काइन्ड रहेछ क्या जे भयो सेक्युरिटीले बुझिदियो रमाइलो भयो ठिकै भयो अब हामी यहीँदेखि बनाउँ होला हजुर अब हामी यहाँ आइपुग्यो यहाँ अब एकछिन बस्ने यहाँदेखि दिने त्यहाँदेखि राख्ने पाएँ त म यता दिन्छु ल दाइ भ्यू एकदम राम्रो देखेछ है हजुर ल प्राणी सेवा नै ठुलो धर्म होइन दाइ पक्रेको पनि थियो अघि उसले भनेको ठिकै रहेछ है
केटाको मात्रै खान्छ भाइ एकदम राम्रो आइरहेको छ है भ्यू चाहिँ भ्यू एकदम राम्रो छ हजुर होइन ठिकै छ त ठिकै छ त हजुर तो सही देखेको यार हाँ ओए भ्यू सही आएको यहाँ हेरौ सही आएको छ यार तो भ्यू राम्रो आएको यार दाजुमा गर्छु कति मजाको आएको हेर न म्यानेजमेन्ट सेक्युरिटीमा भिलाजभित्र अनि म चाहिँ जाराभित्र हो जाराभित्र अनि आज चाहिँ अब सही आएको हाम्रो बहिनीहरू पनि भेटायो काठमाडौँको बहिनीहरू पनि छ है जस्ट यता घुम्न आयो हाम्रो बहिनीहरू पनि भेट भयो नाम त के भन्यो अनिसा यस्तै हाम्रो दाइको फ्यानहरूलाई सबैलाई हाई भनिदिनु नि ल तपाईँहरूले उता उता नानीको घर कहाँ अरे बहिनीको हेटौरा उता नानीको सरलाई ल ल धेरै खुसी लाग्यो भेटेर जस हामी पनि जस्ट फ्यामिली मात्रै एलाउ गर्दा चाहिँ ऊ सेक्युरिटीले रोकिहाल्यो नि हामीले त फ्यामिली मात्रै जानु पाउँछ क्यानाडा जानु पाउँदैन भनेर अनि कस्तो खुट्टा पक्रेर आएको नि त रिक्वेस्ट गर्नु जस्ट आयो भेट भयो खुसी लाग्यो है यस्तै छ है अब परदेश भनेको ल बाई बाई है अब हाम्रो पनि फिनिस भयो है अब है भाइ यति नै होला अब यताबाट निक्ल्यौँ न त अब ल अब हाम्रो लास्ट पुग्यो है अब हामी हिँडेको भाइ हिँड्नु अब एकछिन यहाँ रेस्ट गरौँ अनि त्यहाँदेखि हिँड्नु है हजुर अब फेरि नाइट ड्युटी छ होइन मेरो छुट्टी हो हजुर तपाईँ त मेरो सब्जी बनाउनु पर्ने छ मलाई पुरा उयो नै राखेको छु बन्स आज उसिन्नु पर्ने छ हजुर नेक्स्ट ब्लकमा मेरो है ओके ल बाई गाइस